नमस्ते। सर्वप्रथम त म के भन्न चाहन्छु भने आज देशमा सबैलाई शान्ति र विकासको ठुलो खाँचो छ र त्यसको निम्ति सम्पूर्ण नेपाल पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म, उत्तर हिमालदेखि दक्षिण तराई मध्यसम्म सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरू लागि परेको हामीले पाउन सक्छौँ। तर त्यतिकै पाइँदैन। त्यो पाउनको निम्ति आफ्नो पहिचान सुरक्षित हुनुपर्छ। आफ्नो पहिचानको निम्ति आज हरेक नेपालीले जे पनि गर्न, जहाँ पनि जान, जे पनि तयार गरेर देशलाई बचाउन, देशलाई समृद्ध बनाउन, नेपाली जनता, नेपाली परिवारको सुख शान्तिको निम्ति हरेक किसिमको त्याग दिन राजी छन्। हामीले देख्न नै सक्छौँ। विदेशमा भएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीले आज रेमिटान्सद्वारा हामीहरूलाई सपोर्ट नगर्नु भएको भए आज हाम्रो देश कहाँ पुग्थ्यो। उहाँहरूलाई पनि हामीले नकार्नुहुन्न। नेपालभित्र पनि सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीले दिन प्रतिदिन मेहनत गरिरहनु भएको छ। त्यही मेहनत खेर नजाओस्, आफ्नो स्वाभिमान बचिरहोस्, आफ्नो संस्कृति, धर्म, सम्पदा जहिले पनि बचाएर राखौँ भन्ने हेतुका साथ जुन आवाज आज उठिरहेछ त्यसलाई हामीहरूले शान्तिपूर्वक ढङ्गले अगाडि बढाउनुपर्छ। देश बिगार्नलाई होइन, सरकारलाई गाली गर्नलाई होइन। सरकारलाई त हामीले माग राखेको मात्रै हौँ कि सरकार अबका दिनहरूमा हामीहरूको भविष्य सुनिश्चित गरिदिनु पर्यो। त्यति मात्रै आवाज हो। भोलि हुने जुन सभा छ त्यसलाई शान्तिपूर्ण सभा भन्छु म। भोलि सबै दाजुभाइ दिदीबहिनीहरूलाई संयमित भएर, शान्त भएर, उग्र नभइकन मिठो आवाजले, कल्चरल ट्युन भन्छु म, सांस्कृतिक सङ्गीत, संस्कृति, आफ्नो एउटा भाषा वेशभूषादेखि लिएर सबैको ख्याल राखेर आफ्नो इज्जतको एउटा नेपाली भएको नाताले यो आवाज कुनै एक समुदायको मात्र होइन, यो आवाज सम्पूर्ण नेपालीको आवाज हो। त्यही भन्न चाहन्छु। मेरो विनम्र अनुरोध छ, कसैलाई गाली नगरिदिनु होला, कसैसँग झगडा नगरिदिनु होला, कसैलाई नराम्रो नभनिदिनु होला। किन हामीले त पहिचानको आवाज उठाएको, पहिचानको आवाज उठाउनलाई ठुलो स्वर गर्नु पर्दैन, ठुलो आवाज गरेर लड्नु पर्दैन। सानो कुरो, जुन कुरो एउटा सानो झिल्को हुन्छ, त्यो झिल्को आज तपाईँले हातमा लिएर हिँड्नु भएको छ, आत्मसात गर्नुभएको छ। त्यसलाई मनन गरिदिनुहोस्। नेपाललाई बिगार्ने काम होइन, नेपाललाई सुधार्ने काम गर्नुहोस्। जय चन्द्रसूर्य।